नमस्कार, यहाँहरूलाई मैले आज एकदम वास्तविक भिडियो लिएर आएको छु। जुन यहाँहरूलाई पत्थरी थाहा छ कि छैन, त्यो पत्थरी कस्तो हुन्छ भन्ने विषयमा पित्त थैलीमा जमेको पत्थरी मेरो आफ्नै शरीरको यहाँहरूलाई देखाउन गइरहेको छु। हेर्नुस् है, यसलाई म खोल्न गइरहेको छु। हेरौँ, यो 20 mm को थियो र दुई साइडबाट हेर्दा फरक फरक देखिँदो रहेछ। यस्तो प्रकारको छ। यसलाई चाहिँ यो साइडबाट चाहिँ 20 mm रहेछ। यो ओभल साइजमा रहेछ र यस्तो अर्को साइडबाट हेर्दाखेरि चाहिँ यो 14 mm रहेछ। यसलाई चाहिँ मैले फुटाएर हेर्न लागेको छु। यो फुटाउँदाखेरि यस्तो देखिन गएको छ, ठ्याक्कै सिसाको टुक्राहरू जस्तो छ। सायद अम्लीय पदार्थहरूबाट यस्तो बन्यो होला। पक्कै पनि यहाँहरूले देखिसक्नुभयो, यो पानीको कमीले गर्दा यस्तो हुन्छ होला। यहाँहरूले पर्याप्त पानी पिउनु होला, आफ्नो स्वास्थ्य स्थिति राम्रो राख्नु होला। धन्यवाद।